हामी चाहिँ सिलगढी पुगिसक्यो अनि नानीले बोतलको पानी सबै घोप्टाएर बोतल टक्कै बसिरहेछ यहाँ। उसलाई चाहिँ मैले यहाँनिर ट्रलीमा चाहिँ नि एकैछिन राखेको थिएँ नि त, एकैछिन मात्रै राखेको थिएँ कि उसलाई मजा आएर फेरि यसरी नै उसलाई ट्रलीमाथि राखेर यसरी नै कुदाउनु अरे। उसलाई यसरी कुदाउँदा चाहिँ खुसी मानेको अनि निकाल्दा चाहिँ रोएर हो, अनि फेरि ऊ यसरी नै कुदाइरहेको छु उसलाई। हामी चाहिँ आइपुगिसक्यो स्टेसन हो, 1 घन्टा टाइम छ। अब यहाँ बस्नुपर्छ होला हौ वेटिङ लाउन्जमा। हाम्रो लगेजहरू चाहिँ यहाँ छ। कुन चाहिँ ट्रेन आयो? हामी चाहिँ लन्चमा आइपुगिसक्यो। नानी चाहिँ यहाँनिर बदमास गर्दैछ, बदमास गर्दैछ हो। बाबा चाहिँ के किन्नु हुँदैछ हेर्नु है, पर यहाँ पर के खानु हुने अरे कि, अन्त किन्नु हुँदैछ बाबा चाहिँ। अब छोलो